हो दर्शकबिन अन्तत भूपेन्द्रको भने होस आइसकेको छ। यता भुन्टीले भने सबै कुराहरूलाई नर्सलाई भनिसकेकी छिन्। नर्स नि सिस्टर, यहाँ तपाईँ कतै मेरो अर्को कोठा चेन्ज गरेर मलाई राख्न मिल्दैन। म उहाँको नजिक बसेर म रगत दिन चाहन्न, तर मसँग भएको सबै रगतहरू उहाँलाई दिए हुन्छ। म जसरी भए पनि मेरो श्रीमानलाई बचाउनु छ, उनले भनिरहेकी थिइन्। हो दर्शकबिन यता नर्स नि सिस्टरले पनि भनिरहेकी थिइन्, हुँदैन, यहाँ कतै कोठा छैन भनिरहँदा यता उनले पनि भनिरहेका छन्, तर म तपाईँलाई यहाँ पर्दा लगाइदिन्छु, हुन्छ भन्दै गर्दा उनले हुन्छ नर्स नि सिस्टर, तर मैले रगत दिएको भने उहाँलाई कहिले पनि थाहा दिनु हुँदैन, उनले भनिरहेकी थिइन्। र दर्शक पनि यता नर्सले पनि त्यहाँ पर्दा लगाइसकेपछि पर्दाबाट चियाएर हेरिरहेको हुन्छन् आफ्नो श्रीमानलाई भुन्टीले। जति दुःख दिए पनि, जति पीडा दिए पनि आज भुन्टीले थोपा थोपा रगत दिएर उनलाई बचाइसकेकी छिन्, तर उनको होस आयो, तर उनको बोली भने नआउने भएको छ। र डाक्टरले सबै कुराहरूलाई भनिसकेका छन्। तपाईँको भाइको हड्डी चिरा परेको कारणले गर्दाखेरि हामीले तपाईँको भाइको बोलीहरूलाई हिँडुल गर्नको लागि हामीले असमर्थ भएको छौँ भनेर उनले भनिसकेका छन्। अनि जति खर्च लागोस् म लाग्न तयार छु, तर मेरो भाइ पहिलाको जस्तो हुनु पर्यो डाक्टर भनेर भनिरहेका छन् यता भुवनले भने। हो दर्शकबिन यता भुवन भने भूपेन्द्रको दाइ छन् र यता भीम पनि भनिरहेका छन्, दाइ के भयो होला? यी सबै कुराहरू गर्दाखेरि उनले भनिरहेका थिए यता भुवनले पनि। कतै भूपेन्द्र एक्सिडेन्ट त भएको होइन भनेर सोध्दै गर्दा यता भीमले पनि भनेका थिए, होइन दाइ, गाडी त पार्किङमै छ, कसैले पिटेको हुनुपर्छ दाइलाई भनेर उनले भनिरहेका थिए। र दर्शकबिन यी सबै कुराहरूलाई उनले भन्दै गर्दा उनकी अर्थात् भुवनको श्रीमती श्रेयाले भने फोन गरिरहेकी हुन्छन् र भन्छन्, र के गर्दै हुनुहुन्छ तपाईँ भनेर उनले सोधिरहँदा यता भुवनले पनि जवाब दिइरहेका हुन्छन्, श्रेया, तिमीले भनेको जस्तो कुराहरू होइन रहेछ, साँच्चीकै भाइ त एक्सिडेन्ट भएको रहेछ। यति भन्नासाथ उनले भन्छन्, अब त होस आयो होला नि, आउँदा हुँदैन, हेर तिमी जहिले पनि यस्तो कुरा नगर, मेरो भाइले कहिले पनि त्यस्तो गरेको हुँदैन, सम्पत्तिभन्दा ठुलो मेरो भाइ होइन भनेर उनलाई बारम्बार भनिरहेका छन्। तर यो सबै हामीलाई प्रोपर्टी दिनुपर्छ भनेर यो नाटक रचेको हो। त्यही भुन्टी अलाक्षिनाले गर्दाखेरि अहिले मान्छेलाई र अहिले उसले रगत दिएर बचाएको जस्तो गरिरहेको छिन्। भूपेन्द्रको मन जित्नको लागि उनले भनिरहेका थिइन्। हो दर्शकबिन यी सबै कुराहरूलाई सुनिसकेपछि यता भुवनले भने जवाब दिएका छन्, श्रेया, जहिले पनि तिमी यस्तै कुरा गर्छौ, तिमीलाई यस्तो कुरा नगर मैले भनिसकेको छु, बारम्बार यही कुरा नल्याऊ उनले भनिरहँदाखेरि म त बोल्नै हुँदैन भनेर उनले फोन राखिरहेका थिए। हो दर्शकबिन र त्यत्तिकैमा यता उनकी श्रीमती घरमा काम गरिरहेको बेलामा यता भूमिका र उनकी आमा बालकुमारी आइपुग्छन्। उनीहरू चप्पल लगाएर किचनमा आइपुग्दा उनले निकै गाली गरिरहेको हुन्छ, अपमान गरिरहेको हुन्छन्। हो दर्शकबिन आखिरी बालकुमारीलाई गर्न पर्ने त थियो, तर बदला अहिले भुन्टीले लिनुपर्ने ठाउँमा उनकी जेठी बहिनीले लिइरहेकी छिन्। म तिमीहरूको भुन्टी बहिनी जस्तो होइन, म सारा सम्मान गर्न सक्दिनँ तिमीलाई, उनले भनिरहेका छन्। यस्तो फोहोर चप्पल लाएर भित्र आउने, यो चप्पल बाहिर फर्ने र पुरा सफा गर्ने भनेर उनलाई भनिरहेका हुन्छन्। त्यत्तिकैमा यता भूमिकाले पनि भन्छन्, भाउजू तपाईँले के बोल्दै हुनुहुन्छ थाहा छ भन्दै गर्दा उनले पनि भन्छ, तपाईँले मलाई संस्कार सिकाइरहनु पर्दैन, जो मान्छे कतिखेर कहाँ कोसँग बस्छ कोसँग हिँड्छ भन्ने कुरा मलाई एक थाहा छ। तपाईँलाई आफ्नो इज्जतको ख्याल राखेर तपाईँले इज्जतको कुरा गर्नुभएको छ भन्दै उनले बारम्बार आफ्नो नन्दालाई पनि भनिरहेको हुन्छन्। योभन्दा पहिला पनि उनले भनिसकेकी थिइन्। हो दर्शकबिन यता बालकुमारीले पनि भनिरहेकी थिइन् र बालकुमारीलाई सबै कुराहरू उनले भनिसकेका थिइन् कि यता भूपेन्द्र भने हामीलाई प्रपर्टी दिनुपर्छ भनेर अस्पतालको बेडमा पुगेका छन्, अहिले होसमा आएका छैनन् भनेर कुरा गरिरहेका छन्। हो दर्शकबिन त्यो भन्दै गर्दा उनकी आमा निकै आत्तिएकी थिइन्। के भयो मेरो भूपेन्द्रलाई भन्दै गर्दा, के भएर अस्पताल गएर सोद्धा भइहाल्छ नि, मलाई थाहा छ र भन्ने उनले जवाब दिन्छन्, बारी तिमीले किन यस्तो भनेको, आखिरी छोरा त मेरो सबै एकै हुन्, सम्मान हुन् भनेर उनले भनिरहेका थिए। हो दर्शकबिन उनलाई पनि बारम्बार आफ्नो बुहारीले गरेको तिरस्कार सहन नसकेर उनी भनिरहे सबै घर लिपपोत उनीहरूले गरिसकेका हुन्छन्, पोछा लगाइसकेका हुन्छन् घरमा। हो दर्शकबिन उनीहरूले त्यो लगाइसकेपछि तिनलाई बाहिर जान्छ, अब हामी जसरी भए पनि जान्छौँ भनेर उनीहरू बाहिर निस्किँदा उनकी जेठी बरीले माथिबाट सबै झोलाहरू फालिदिन्छन् र दर्शकबिन यिनले सबै कुराहरू भनिरहेका थिए। हो दर्शकबिन र उनले पनि भनेकी थिइन् भूमिकाले, आमा तपाईँले त जेठी बरीले धेरै माया गर्छ मलाई, जेठी बरी मेरो यति राम्रो बारी हो भनेर उनले भनिसकेकी थिइन्। तर पनि उनले सबै कुराहरू देखेर भने यो चामल गाउँबाट ल्याएको थियो, के हो घिउ पनि फुट्यो होला भनेर उनले भनिरहेकी थिइन्। र सबै कुराहरूलाई उनले सबै समेटेर भनिरहेकी थिइन् कि आमा अब हामी यहाँ बस्नु हुँदैन, दाइहरू पनि उतै हुनुहुन्छ, अब हामी अस्पतालमै जाउँ भनिरहेका थिए। र त्यसै पनि उनीहरूले सबै आफ्नो भाइलाई गरेको भुन्टीको व्यवहार पनि उनका दाइले हेरिसकेका थिए र यता भीमले पनि हेरिरहेका थिए। र ती नर्सले पनि भने, तपाईँको भाइ कति भाग्यमानी है, तपाईँको बुवाले एक थोपा दिएर आफ्नो श्रीमानको लागि यति माया गर्ने,
कस्तो असल बलि पाउनु भएछ तपाईँहरूले भने उनले भनिरहेका थिए। तर भने यता भुवनलाई भने मनमा चसक्क परिसकेको थियो। तर भाइले त्यो व्यवहार किन गरिरहेको छ र किन यति राम्रो माया गर्ने श्रीमतीलाई यति धोका दिइरहेको छ भने र दर्शकबिन यता उनीहरू पनि सबै कुराहरूलाई बिर्सेर भनिरहेका थिए र उनीहरूले सबै कुरालाई बिर्सिनुपर्छ, अब त्यस्तो कुराहरू हुँदैन भनेर उनले बारम्बार सम्झाउँदा पनि भूपेन्द्रले भने मानेका थिएन। हो दर्शकबिन, यी सबै कुराहरू उनीहरूले आफ्नो घर फ्यामिलीको कुरा बाहिर लानु हुँदैन, हामीले घर फ्यामिलीमै मिलाउनुपर्छ भनेर उनका दाइ भुवनले पनि भनिसकेका थिए। भने यता भूपेन्द्र पनि बेडमा छटपटिरहेका छन्, उनी मृत्यु र उसको दोसाँधमा लडिरहेका थिए र उनले सबै कुराहरू घुन्टीले बचाइसकेकी छिन्। उनको होस आइसकेको छ तर उनी हिँड्न नसक्ने भएका छन् र त्यसैले उनी बेडमै सुतिरहेको अवस्थामा यो भाग सकिएको थियो भने आगामी भाग के होला भन्ने विषयमा तपाईँहरू समक्ष पूर्ण अर्को रिभ्यू लिएर आउने नै छौँ। त्यति दिनसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। हस्त। जय नेपाल।